सो हेलो अनि वेलकम ब्याक टु माई न्यू भिडियो। आजको भिडियोमा नि हजुरहरूलाई एकदम स्वागत छ। अनि आज बाजेरमा छौँ। बाजेरमा आज चाहिँ सुर्खेत गएर अनि भोलि त्यहाँदेखि चाहिँ दैलेखतिर घुम्न जाने भन्ने कुरा भइरहेछ। अहिले चाहिँ हामी यहाँ नौकुट हुँदै झरेर यता तल खोलागाउँभन्दा माथि टर्निङमा आएर बसिराखौँ। एकछिन विश्राम। चौरजारी बजार देखिसकेको छ। हामी माथि मेले नाउलीदेखि यताति डाँडो क्रस भइसकेको छ। मैले कुमालेहरू हुन्छ। चौरजारी बजार यता छ अलिअलि, यतातिर फाँटहरू छ। अनि बाजारमा चाहिँ यता लारू बेच्न एकदमै गर्मी भइरहेछ है। यहाँ पनि गर्मी रहेछ। हामी चाहिँ अहिले नेटा बजारभन्दा तल आइपुगेको। अनि यता चाहिँ हेर्छौँ जङ्गल आगो लागिरहेको। यहाँ चाहिँ पहिले लागेर समाप्त भइसक्यो। हेर्न सक्नुहुन्छ सल्ली बजार, सल्यानको नेटा बजार। अनि यता चाहिँ गाउँ हेर्न सक्नुहुन्छ है, यस्तो खतरा छ। सल्ली बजारभन्दा माथि चाहिँ बाटोको काम भइरहेछ। सल्ली बजार हेर्न सक्नुहुन्छ तपाईँहरू। उतादेखि चाहिँ भेरी आइरहेछ बगेर। कस्तो आँखा दुखेछ मेरो। यहाँ सल्ली बजारभन्दा अगाडि आएर चिसो र यस्तो हावा चलिरहेछ आज। घामले औडा बनायो। यतातिर हेर्न सक्नुहुन्छ आगो लागिरहेछ। जतै आजभोलि यो वैशाख महिना भएर नि होला आगो लगाउने काम भइरहेको रहेछ। अनि यता चाहिँ भेरी नदी हेर्न सक्नुहुन्छ। ल हामी चाहिँ यहाँ रोइकरमा आइपुगेर यहाँ नेचुरल पानी खाइरह हो, मुलको पानी हेर्न सक्नुहुन्छ है। झिङ्गे खोलाभन्दा अलि अगाडि आएर बस्न लागेको छ। अनि यता हेर्न सक्नुहुन्छ भेरी नदी। गर्मी छ। कहाँ छ पानी? गर्मी भयो गर्मी। फाइनली यता छिन्चु बजार आइपुग्यौँ। यतादेखि चाहिँ सुर्खेततिर जाने होला सायद। अनि यो चाहिँ छिन्चु बजार। A few moments later. तपाईँहरू छिन्चु हेर्न सक्नुहुन्छ। अहिले चाहिँ मर्निङ पनि भइसकेको छ। सबैजनालाई गुड मर्निङ पनि है। अहिले बिहान 8:30 बजिसकेको छ। यो चाहिँ हिजो यता माथि कालपे गएर बसेको। अनि अहिले चाहिँ फेरि उठेर यता दैलेख जाने भनेर निक्लिरहेका छौँ। यो चाहिँ हेर्न सक्नुहुन्छ छिन्चु बजारको रोड। अनि यो के भन्छ पोहोर साल आउँदाखेरि चाहिँ यो एकदमै बिग्रिरहेको थियो। अहिले चाहिँ ठिक छ, ठिकको बनिन्छ। भेरी पुलमा आइसकेका छौँ। यता सुर्खेत वीरेन्द्रनगर जाने भेरी पुल, भाइरल भेरी पुल हो सायद यो। धेरै टिकटकहरू देखिरहेको छु। सुब्बाकुनानेर आइपुग्यौँ। माथि सुब्बाकुना। अनि यता चाहिँ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजार हेर्न सक्नुहुन्छ। सुर्खेत चोक, काली चोक हेर्न सक्नुहुन्छ है। हामी यहाँदेखि माथि दैलेखतिर जाने हो। अब यहाँ बाटो सोध्दै जानुपर्ने हुन्छ। हेर्न सक्नुहुन्छ यस्तो राम्रो राम्रो फुलहरू फुल्दैछ। घन्टाघर हेर्न सक्नुहुन्छ है। अनि
अनि यहाँ चाहिँ कस्तो राम्रो फुल फुलिरहेको रहेछ। अब हामी यहाँदेखि दाहिनेतिर लाग्नुपर्ने हुन्छ। सुर्खेतमाथि उकालो कटेर अनि छेडा आइपुगिसकेको छ। यो छेडा दैलेख पर्छ कि सुर्खेत पर्छ त्यो चाहिँ थाहा भएन। छेडाभन्दा थोरै माथि आइसकेको छौँ। यहाँनिर चाहिँ यो छेडा बजार हो, सानो छ रहेछ। सुर्खेतै रहेछ, छेडा पनि सुर्खेतमै पर्दो रहेछ। यहाँ चाहिँ खै के पर्छ डाँडोमा। अनि यहाँ चाहिँ सुर्खेत बजार यही हो। हामी यहाँदेखि जङ्गल हुँदै आएको। अलिअलि देखिन्छ कुहिरोहरू, कुहिरो भन्दा नि हुस्सु जस्तो लागिरहेछ। यो गुराँसी आइपुगिसक्यो। हेर्न सक्नुहुन्छ अनि यहाँनिर ब्यानर पनि हेर्न सक्नुहुन्छ। अहिले चाहिँ हामी पानी खान लाग्यो है। चिसो पानीभन्दा तल आएर ओह्रालो रहेछ पुरै। फर्किने नै हुन्छ, कहाँ गएर फर्किने हुन्छ। दैलेखको चुप्रा बजार हेर्न सक्नुहुन्छ तपाईँहरू। यहाँदेखि चाहिँ दैलेख बजार जान्छ अरे। अनि यो चाहिँ चुप्रा बजार। यिनीहरू खैरको रुख होइन बाजु। ल हामी फाइनल्ली दैलेख बजार आइपुग्यौँ। दैलेखको सदरमुकाम दिएकै रहेछ। अलि उतातिर डाँडोभन्दा उतातिर नै अलिक बजार छ होला सायद। तपाईँहरू दैलेख जलजल्यामा रहेको यो पेट्रोल उत्खनन केन्द्र देख्न सक्नुहुन्छ। यहाँ चाहिँ पहिले पेट्रोलको केही पर्सेन्ट मात्रा भेटिएको थियो अरे। अनि त्यो पेट्रोल निकाल्ने भनेर यत्रो लगानी भइरहेछ। तर यो जेनजी आन्दोलनपछि चाहिँ यहाँको यो के भन्छ ठेक्कालेको मान्छेहरू भागेर गएको। त्यही भएर यो चाहिँ अहिले रोकिएर यस्तै बसिरह। हेर्न सक्नुहुन्छ यो जलजली भन्ने ठाउँमा रहेछ यो गर्न चाहिँ। अहिले हामी चाहिँ हाम्रो गन्तव्यमा आइपुगेका छौँ। हाम्रो डेस्टिनेसन भनेको यहीँसम्मको थियो। यहाँ चाहिँ के बत्ती समथिङ के बत्ती के हुन्छ भनेर चाहिँ बाजेरमा आएको है। गर्मी छ। ल यहाँको यो ज्वालामुखी श्रीस्थान मन्दिर हेर्न सक्नुहुन्छ तपाईँहरू। अनि त्यो माथिको चाहिँ नारीस्थान भन्ने समथिङ चाहिँ माथि रहेछ। अलि यहाँभन्दा 2 किलोमिटर अगाडि। हामी पनि जान चाहिँ 1100-1200 मिटर जति अगाडि चाहिँ हामी पनि गएको थियौँ। त्यो जङ्गल भएकोले अलिकति हामी फर्स्ट टाइम आएको खासै थाहा पनि भएन। त्यही भएर फर्केर आयौँ छैन होला भन्ने ठानेर माथि रहेछ 2 किलोमिटर जति अगाडि है। हेर्नु सक्नुहुन्छ यो फुलहरू एकदमै राम्रो फुलिरहेको। यसलाई हाम्रोतिर चाहिँ गेट फुल भन्छ। अब यहाँ त खै यो रुखमै फुलेको जस्तो छ। चाहिँ माथिको झगडा भन्छ त। ल यहाँ हेर्न सक्नुहुन्छ यो नेचुरल ग्यासदेखि चाहिँ ज्वाला बढिरहेको देख्न सक्नुहुन्छ। यो न कुनै ग्यासहरूको युज भएको छ न केही भएको छ। यहाँ चाहिँ आफै बढिरहेको छ हेर्न सक्नुहुन्छ। तपाईँहरू हेर्न सक्नुहुन्छ नेचुरल ज्वाला। हामी चाहिँ यति हेर्ने भने नै बढाएको यहाँसम्म। हाम्रो यहाँ बाजेले चाहिँ पूजा गर्दै हुनुहुन्छ।
यता माथिल्लो साइडको मन्दिरहरू अनि यहाँ चाहिँ पुजारी बाजेहरू बस्ने ठाउँ होला सायद त्यो घर नै अनि यता चाहिँ यत्रो भगवानहरूको पोस्टर टाँसिएछ सबैको रक्षा गरून् फोटो खिचिदिन्छु आज यहाँ यता खिचिदिन्छु ल अब चाहिँ हामी यहाँदेखि पूजाआजा सबै सकाएर यो ज्वालामुखीदेखि हामी चाहिँ अब घरतिर जान लाग्यो घरतिर भन्दा पनि सुर्खेत जान लाग्यो यहाँदेखि सुर्खेत जान एकदम स्पिडमा गयो भने 3 घन्टामा पुगिन्छ होला तर बिस्तारै गयो भने 5-6 घन्टा लाग्छ टाढा त धेरै टाढा त होइन तै नि बाटो अलिकति उकालो ओह्रालो भएर अलिकति टाइम लाग्ने हो यहाँ हेर्न सक्नुहुन्छ है यहाँसम्म कोले हेर्नुभयो भिडियो सबैलाई धेरै धेरै धन्यवाद साथै अर्को भिडियोमा भेट्नेछु म है यो चाहिँ श्रीस्थान रहेछ अनि अर्को नाकिर स्थान चाहिँ माथि रहेछ त्यहाँ हामी जान त गएको त्यस्तै भयो पुग्केन हामी फर्केर अनि यहाँ माथिल्लो डुङ्गेश्वरमा आइसकेको छौँ अनि यतादेखि गयो भने चाहिँ त्यो पारी हुँदै यो त जाजरकोट कुदु जान्छ अरे हो अनि यतादेखि गयो भने चाहिँ माथि उता गुरासे जान्छ अनि यतादेखि चाहिँ दैलेख बजार उता माथि जाने हो है अब हामीले चिसो लिएर खाउँला भइरहेको र एकदमै नजिकबाट यो कटकुवा भन्दा थोरै तलबाट हेर्न सक्नुहुन्छ सुर्खेत यहाँनिर चाहिँ एयरपोर्ट रहेछ